एमाले नेता सूर्यबहादुर थापालाई अब के आधारमा भोट दिने के? यसलाई भोट दिएर जित आएर त्यही केपी ओलीको पुच्छर लागेर हिँडोस् भनेर दिने कि देश विकास गरोस् भनेर दिने? अझै पनि काङ्ग्रेस एमाले भन्दै हिँड्ने जो नेपाली जनताहरू छन् नि, उनीहरू चाहिँ यो काङ्ग्रेस एमाले अलिअलि चुनावमा दिन्छन् भन्ने आशाले मात्रै हो। सञ्चार मन्त्री जगदीश खरेल भन्छन् अब हाम्रो देशका जनताहरूले एकदमै विवेक पुर्याउने बेला आएको छ। पहिलेकै पुराना दलहरूलाई भोट दिनुभयो भने यो देश विकास कहिले पनि हुँदैन। शिक्षा मन्त्री महावीर पुनले भने अझै पनि नेपाली जनताको दिमागमा घन्टी बजेन भने यो देश कहिले पनि परिवर्तन हुँदैन। ती पुरानालाई भोट दिए भने झन् आफै सकिन्छन्। 76 जना जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरू यो काङ्ग्रेस एमालेकै कारणले हो। र पनि अझै युवाहरू बुझ्दैनन्, काङ्ग्रेस एमालेकै पछि लागिरहेका छन्। यस्तालाई चाहिँ के भन्नु, गदार भन्ने हो, गदार।